लोक साहित्य परिषदीय नेतृत्व वाङ्मय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी नामे निर्माण जुगु सत्यमोहन जोशी संग्रहालय छ निगु फित बागु चक्र सम्भरिया पौवा तैगु जुगु संग्रहालय छ तेत चक्र सम्भर पौवा देखेको लागि विवाह सुथे हस्तपूजा जुगु ख हस्तपूजा यलया बखुम्बाले दुगु लोक साहित्य भवने जुगु ख हस्तपूजा ज्याचोले वाङ्मय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी ये महानगरपालिका मेयर विद्यासुन्दर शाक्य नाजाम पौवा कलाकार लोकचित्रकार वज्रयान पूजा विद्यानुकु दीपक वज्राचार्य हस्तपूजा लिसे देखे तेङ्गु चक्र सम्बर पौवाई बारे जानकारी दिएको ख अब यसै यति बेला व्यापारिक किसिमले व्यावसायिक किसिमले बजारमा पनि छ चक्र सम्बर पनि छ अनेक किसिमको सम्बरहरूको चित्रहरू नभएको चाहिँ होइन तर त्यो चाहिँ व्यापारिक किसिमले व्यापार गरे तर यो जुन सपुट साँच्चैको चक्र सम्बर जुन हो जुन रित प्रयास गरिरहेको सम्बर हो यो चाहिँ तपाईँको त्यो पद्धतिले त्यो फिलोसफी त्यो दर्शनको निमित्त मैले केही न केही यो बुढेसकालमा कमसेकम अहिपछि त यताउतिको यो बुढेसकालमा यति जान्न पाएको खण्डमा कमसेकम यति कुराको एउटा लिट्रेचर दिएर जान पाएको खण्डमा संसारमा नेपाली चित्रकलाले एउटा हलचल बजाउन सकिन्छ। अहिलेसम्म हामीले चित्र मात्र हेरेर पौवा हेरेका छौँ तर पौवा कसरी बनाइन्छ त्यो विधि हामीलाई थाहा थिएन। घर घरमा हाम्रो त छ किनेर ल्याएको छ तर त्यो कसरी पूजा गर्ने अहिले भर्खर हाम्रो गुरुजी दीपक गुरुजीले पनि धेरै व्याख्या गर्नुभयो। साथ हाम्रो पनि घर घरमा त्यो मूर्ति छ तर त्यसको बारे डिटेलमा थाहा छैन। पूजा गर्छौँ तर त्यसको बारे महत्त्वको बारे उहाँले समाइरहेका विभिन्न सामग्रीबारे हामीलाई धेरै जानकारी थिएन। उहाँले आज धेरै जानकारी पनि गराउनुभयो। यो चक्र सम्बर जुन वज्रबारे चाहिँ यो लोक साहित्य परिषदको चाहिँ नयाँ भवनमा चाहिँ जुन चाहिँ भिटामा लेखिँदैछ यो चक्र सम्बर यो चाहिँ वज्रबाराई भनेर जुन चाहिँ चित्र लेखिँदैछ यो महायान बौद्ध धर्मको वज्रयान बुद्ध धर्मको चारवटा तन्त्रहरू रहेको छ। त्यसमा चाहिँ चर्यातन्त्र, क्रियातन्त्र, योग तन्त्र र अनुत्तर योग तन्त्र चार तन्त्रमध्ये यो अनुत्तर योग तन्त्रगत अन्तर चाहिँ यो पर्छ। यो चित्र नेपालको एउटा नमुनाको रूपमा रहनेछ किनभनेदेखि यो कुरा मलाई विश्वास छ किनभनेदेखि यो आजको चाहिँ यो अनुमति चित्र लेख्ने अनुमति हो। यो हस्तपूजा सम्पन्न भएको छ र योसम्म आजसम्म आउँदाखेरि कतिजनाको सहयोग यति धेरै सहयोग पाएँ। अब यो सम्पन्नसम्मको लागि चाहिँ झन् मैले सहयोग पाएको छु। म त एउटा निमित्त मात्रै हो। जसरी हस्तपूजा गरेर म त एउटा लेख्ने मान्छे मात्रै हो, एउटा निमित्त मात्रै हो। लेख्ने त अध्यात्मको हिसाबले चाहिँ भगवानले लेख्ने हो भन्ने हामी विश्वास गर्छौँ। ज्याचोले सङ्घीय सांसद कृष्णलाल महर्जन यलबाह नगरपालिका मेयर चिरीबाबु महर्जन मध्यपुर थिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ लगायत उपस्थिति दुगु ख निगु फित्ता हकगु व खुगु फित ब्यादुगु तपागु चक्र सम्भरिया पौवा नाजाम पौवा कलाकार लोक चित्रकारी नेतृत्व देखेतंगु ख